गिटहबले सार्वजनिक गरेको एउटा स्ट्याट अनुसार चाहिँ है महिनामा मात्रै ओपन एपिआईको की मात्रै 45,000 भन्दा बढी एक्सपोज हुन्छ अरे। अनि यो काउन्ट भनेको चाहिँ 2022 देखि 24 सम्ममा कम्पेयर गर्ने हो भने 1200 टाइम्सले बढिरहेछ। त्यसको मतलब के हो भन्दाखेरि डेभलोपरहरूले एक्सिडेन्टली गिटहबमा चाहिँ एपिआई की पुश गरिरहेछन्। डेभलोपरहरूलाई के कुरा चाहिँ थाहा हुन्छ भन्दाखेरि एपिआई की जस्तो सेन्सिटिभ इन्फर्मेसनहरू कोड बेसमा डाइरेक्टली नराखेर इएनबी फाइलमा राख्नुपर्छ भन्ने चाहिँ धेरैलाई थाहा हुन्छ है। तर यो सेन्सिटिभ इन्फर्मेसनहरू इएनबी फाइलमा राखेर मात्रै पुग्दैन है। यदि तपाईँले इएनबी फाइलमा राख्नुभयो र इएनबी फाइल नै गिटहबमा पुश गरिदिनु भयो भनेदेखि त्यो की एक्सपोज भयो। त्यहाँनिर चाहिँ के सानो मिस्टेक हुन्छ भन्दाखेरि नि एपिआई कीहरू इएनबी फाइलमा राखिन् तर त्यो इएनबी फाइललाई चाहिँ हामीले गिटमा पुश गर्नबाट रोक्नुपर्छ है। त्यसको लागि चाहिँ के युज हुन्छ भन्दाखेरि गिटले नै प्रोभाइड गर्ने एउटा गिट इग्नोर फाइल। एकचोटि हामी हेरौँ है त। यो मेरो कोडमा हामीले हेर्ने हो भनेदेखि मैले यहाँ एउटा इएनबी फाइल बनाएको छु। यो इएनबी फाइलमा ओपन एपिआई को की राखेको छु मैले यहाँ। गिट स्ट्याटस गरेर हेर्ने हो भनेदेखि इएनबी फाइलमा भए पनि है गिटले चाहिँ यो इएनबी फाइललाई ट्र्याक गरिरहेछ। अब यहाँ के मिस्टेक भइरहेछ त भन्दा हामीसँग गिट इग्नोर फाइल छैन। त्यही भएर के गर्नु पर्यो भन्दाखेरि रुट डिरेक्ट्रीमै भन्नुको अर्थ जहाँनिर तपाईँहरूको इएनबी फाइल छ त्यहीँनिर नै एउटा डट गिट इग्नोर भन्ने फाइल बनाउनुहोस्। त्यो डट गिट इग्नोर भन्ने फाइलभित्र चाहिँ तपाईँले लगेर डट इएनबी भन्ने फाइलको पाथ दिनुहोस्। यति गरिसकेपछि अब गिटले चाहिँ के बुझ्छ त भन्दाखेरि मैले यो डट इएनबी भन्ने फाइललाई इग्नोर गर्नुपर्ने रहेछ भन्ने बुझ्छ। यति गरेर हामीले फेरि गिट स्ट्याटस गरेर हेर्ने हो भनेदेखि हामीले के भेट्छौँ भन्दाखेरि अब गिटले डट इएनबी फाइललाई ट्र्याक गर्न छोड्यो र यो गिटहबमा पुश पनि हुँदैन। त्यही भएर यस्ता सेन्सिटिभ इन्फर्मेसनहरू चाहे एपिआई किज होस् या डेटाबेसको पासवर्ड होस् यस्ता कुराहरू इएनबी फाइलमा राखेर मात्रै पुग्दैन है।